हेलो दर्शकबिन नमस्ते। यो हामी आज चिकन फ्राई राइस बनाउँदैछौँ। हेर्न सक्नुहुन्छ हामीले यो तेल हालिसकेका छौँ चिकन फ्राई राइसमा। हेर्न सक्नुहुन्छ चिकन फ्राई राइसमा हामीले यसरी यो मासु हालिसकेका छौँ। यो चिकन हो, यसलाई यसरी मजाले भुन्नुपर्छ। हेर्न सक्नुहुन्छ हजुरहरूले। फाइनली हाम्रो प्याज, यो भेडे खुर्सानी, शिमला मिर्चीहरू, बन्दाहरू हालेर यसरी मजाले फ्राई गर्छौँ हामी। शिमला मिर्ची बन्दाहरू मजाले भुटिरहेछौँ। यो यसरी राइस, यो हाम्रो चिकन फ्राई राइस लागि यसरी राइस हालिरहेको छौँ। यो राइस हो, फाइनल राइस हालिरहेको छ हामीले 10 दिन। यो अब नुन, यो टेस्टी मसला, यो चिकन मसला, यो हाम्रो सोया सस, यो भिनेगर, यो चिल्ली सस, यो हाम्रो सिजन चटनी हो। यसरी हेर्न सक्नुहुन्छ चटनी, यो चटनी यसरी हालेर मजाले यसरी फ्राई गर्नुपर्छ। यो चिकन फ्राई राइसमा यसरी यो मासु यसरी दबाएर हाल्छौँ। दर्शकबिन हेर्न सक्नुहुन्छ यो हाम्रो कस्तो 12 नम्बर कटरमा सक्नुहुन्छ। यसरी मजाले हामी पकाइरहेछौँ फ्राई राइसलाई। यो हामी फेरि चिकन चाइनिज भेल बनाउँदैछौँ। चाइनिज भेल हो यो, हेर्न सक्नुहुन्छ। यसरी हामीले यो राइस अब मिक्स हो है। यो यसरी नुन हालिसक्यौँ, टेस्टी मसला, यो सोया सस, भिनेगर, चिल्ली सस हालेर ट्याक्कै चटनी, यो हाम्रो सिजन चटनी हो अर्ग्यानिक। चाइनिज भेल हो, त्यसै मासु हालेर यो यसरी बनाउँदैछ हजुरहरूले। यो अब चाइनिज भेल रेडी भइरहेको छ दर्शकबिन। यसरी हेर्न सक्नुहुन्छ हजुरहरूले। हेर्नुहोस् त दर्शकबिन, यो हाम्रो चिकन फ्राई राइस, यो चिकन ललिपप, यो चाइनिज भेल यसरी रेडी भएको अवस्था छ। यसरी हेर्न सक्नुहुन्छ हजुर। हेर्नुहोस् त दर्शकबिन, हाम्रो यो सुर्खेत बस पार्कको भित्र नास्ता पसल छ। यसरी हेर्न सक्नुहुन्छ सुर्खेत बस पार्क 12 नम्बर सटरमा हाम्रो नास्ता पसल। यसरी हेर्न सक्नुहुन्छ हजुरहरूले। यो सुर्खेत बस पार्कको दृश्य हो दर्शकबिन। आज यस्तो मौसम 12 बजिसकेपछि 1 बज्न लागिसकेछ। यस्तो मौसम भएको छ हेर्नु त, अँध्यारो छ। चिसो लास्टै बन्ला सुर्खेतमा त दर्शकबिन। यसरी हेर्न सक्नुहुन्छ हजुरहरूले। यो बढी जाने भ्यानहरू लागिरहेछ, काठमा जाने नाइटहरू छन्। यो हेर्न सक्नुहुन्छ हजुरहरूले। यो गुमी लेक बेसी जाने गाडी पनि लागिरहेको छ दर्शकबिन। यो सुर्खेत बस पार्कको यस्तो अवस्था छ, आजको दृश्य हो।